गर्मीमा आगो बाल्दै के गरेको भन्ने सोच्नु होला। मासु भातले देश चलिरहेछ, मेरो युट्युब च्यानल पनि यसो दौडिन्छ कि भनेर आज मैले मेरो सब्सक्राइबरहरूलाई एकदम मिठो लोकल कुखुराको मासु लोकल तरिकाले पकाएर लोकल ब्लग लिएर आएको छु। मनसुन चलिरहेछ, छिनछिनमै घाम, छिनमै पानी, बादल, वर्षा, बिजुली रमाइलो चलिरहेको छ। यो गर्मी महिनामा अलिअलि मनपर्ने भनेको यही पानी हो, त्यही पनि झरी मात्रै। ठुलो पानीले त फेरि बर्बाद बनाउँछ नि, त्यसै पनि मासु भातले चलेको देश झन् बाढीले त बर्बाद बनाउँछ। खैर अहिलेलाई यी कुरालाई साइड लगाम। यस्तो मनसुनमा के मिठो खान्न भन्दा मासु मुखमा आउने त धेरै हुनुहुन्छ होला, त्यसमाथि पनि चिकन त आउँछ धेरैको फेभरेट। अझ लोकल हुँदा त हाय हाय, मलाई घरको कुनै काम गर्नमा जाँगर चल्दैन, तर खानामा मासु छ भनेपछि त आई एम भेरी एक्टिभ इन किचन अरे कि बोल्दा इमोजी चाहिँ लाउनु मिल्दैन रहेछ है। गफै गफमा मासु पाकेर रेडी भयो। अब हजुरहरू यस भिडियोलाई हेरेर लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरी साथीहरूलाई पनि सब्सक्राइब गर्न लगाउनुहोस् है त। अनि मासुको भरपुर आनन्द लिनु। सी इन द नेक्स्ट ब्लग। स्टे ह्याप्पी एन्ड हेल्दी एभ्रिवान। खाए ल।